सुरुमै भनिन्छ नि त मलाई चाहिँ एज अ टिचर हेर्नु पर्दैन है हामी कसैलाई एज अ टिचर चाहिँ नआयो होइन हामी पनि कलेजकै स्टुडेन्ट हो अनि त्यही भएर तिमीहरूलाई अब हामीले एसई दियो नि त होइन अनि हामीले एसई लिँदाखेरि स्ट्रेस हुन्थ्यो तिमीहरूलाई चाहिँ कसरी त्यो स्ट्रेस म्यानेज हो त्यति मात्रै भन्छ होइन हामीले यो पोस्टर हिजो टालेर गएको थियो आज बिहान क्लासमा आएपछि कसले नोटिस गर्यो त हात उठाउँछ एकचोटि के लेखा छ यसमा कसैले केही भन्न सक्छ यहाँ चाहिँ धेरै के होइन तिमीहरूले कस्तो खालको स्ट्रेस फेस गरिरहेको हुन्छ अहिले अनि त्यही कुराको सोल्युसनहरू आज हामी ब्रिफिङमा चाहिँ भन्छौँ एज अ प्रेजेन्टेसन गरेर होइन ल अब म अर्को क्वेसन सोध्छु त्यसको चाहिँ त्यो एन्सर तिमीहरूले मलाई भन्नु पर्दैन आफूलाई एन्सर गर होइन रिफ्लेक्ट गर है त तिमीहरू एसई एक्जामै नभएको भए होइन पढ्नु चाहिँ पर्थ्यो अरे 10 क्लास पनि हुन्थ्यो अरे तर एसई एक्जाम चाहिँ दिनु पर्दैन थियो होइन अहिले जति मिहिनेत गरेर होइन कोही त अब रातभरि सुतिकन पढिरह होला नि त्यति नै मिहिनेत गरेर पढ्थ्यो होला ल आफैले मनमा नै एन्सर गर त यो तिमीहरूको टर्चरको लागि हो कि होइन यति धेरै सब्जेक्ट छ सबमा 75 मार्क्स सबमा राम्रो ल्याउनु पर्छ यो टर्चरको लागि हो कि तिमीहरूलाई चाहिँ यसको केही अर्को डिप मिनिङ छ सोच त फेरि तिमीहरू सबजनाले ल वान लास्ट क्वेसन है त अनि त्यसपछि तिमीहरूले एन्सर दिनुपर्ने एउटा क्वेसन हुन्छ है त When was the last time you felt excited when you were studying? आज चाहिँ ल मैले यो सिक्न पाएँ भनेर रमाइलो भएर ल सरले आज एक्सपेरिमेन्टल भेरिफिकेसन सिकाउन थाल्नु भयो होइन ल के हो त भनेर सोच्दाखेरि कसलाई चाहिँ एक्साइटेड फिल भएको थियो सोच त अब म भन्छु है त तिमीहरूको फर्स्ट क्वेसन के थियो एक्जाम नभएको भए यति मिहिनेत गरेर पढ्थ्यो धेरैजनाको म यहाँ टाउकोहरूले के देखिरहेको थिएँ यस्तो गरेर यति मिहिनेत गरेर पढ्दै थियो होइन हो यो चाहिँ के भयो तिमीहरू क्युरियोसिटी भएन क्या अब म्याथको छ म्याथमा राम्रो गर्नु छ कलेज भेटाउनु छ राम्रो जिपिए राम्रो आउनु छ एक्सपेरिमेन्टल भेरिफिकेसन होइन अल्जेब्राले यति मार्क्स कभर गर्छ यति मार्क्स आउनु पर्यो मेरो त्यो सोचेर मात्रै पढेँ क्या यो प्रब्लम सल्भिङको स्किल हो त्यसलाई चाहिँ त्यो हेरेर पढेँ होइन इङ्ग्लिसमा एसे लेख्नु पर्यो 250 वर्ड ओहो 250 वर्ड चाहिँ कसरी पुऱ्याउने होला त्यो मात्रै सोचेँ क्या तिमीहरूले आफ्नो इमोसनहरू एक्सप्रेस कसरी गर्ने त्यो सोचेँ होइन त्यही भएर तिमीहरूको मेन प्रब्लम चाहिँ यहीँनिर हो क्या तिमीहरूले मार्क्सको लागि पढिरहेको छु नयाँ कुरा म डिस्कभर गर्छु आज नयाँ कुरा सिक्छु भनेर पढेन तिमीहरूले यसो भएपछि त तिमीहरूलाई मेन्टल हेल्थ स्ट्रेस पर्ने भयो नि त रमाइलो नभएपछि के कुरा सिकिरहेको छु त्यो फ्युचरमा कहाँ काम लाग्छ त्यही कुरा थाहा नभएपछि तिमीहरूले पढेको त फाइदा भएन नि त अब भोलि एक्जाम छ अरे भोलि तिमीहरूले लेख्यो पछि अब 9 क्लासको भाइहरूले आएर दाइ यो टपिकहरू तपाईँहरूले पनि पढ्नु परेको थियो होइन मलाई बुझाइदिन्न भनेर काहीँ बाहिर भेटेर सोध्यो भने तिमीहरूले त्यो कुरा बुझाउन सक्छ होला भन है ल तिमीले बुझाउन सक्छ होला त्यो कुरा सक्दैन नि होइन है त्यस्तै हो क्या तिमीहरूले चाहिँ आफूले जति सक्छ त्यति राम्रो गर्ने हो होइन तर अब म होइन यसमा पनि नेपालीमा पनि A+ चाहियो मलाई म्याथमा पनि A+ चाहियो त्यसरी होइन पढ्नु पर्छ होइन अब सेकेन्ड प्रब्लम चाहिँ के हुन्छ भने टाइम म्यानेजमेन्ट है त ल भाइ मैले तिमीलाई नै फेरि सोधेँ है त बिहान उठेर होइन तिमी के गर्छौ फोन छ कि छैन होला पहिला सुरु गर्थ्यो भने तिमीसँग आफ्नै फोन छ कि छैन अहिले छैन ल तिम्रो पहिला थियो अहिले एसई आएर प्यारेन्ट्सले लिदिनु भयो क्या हो त्यो फोन हुँदाखेरि चाहिँ होइन तिम्रो डिस्ट्र्याक्सन हुन्थ्यो होला नि होइन फोनले गर्दा साथीलाई होमवर्क माग्ने होइन हामीले पनि गरेको हो त्यो नगरेको होइन साथीलाई होमवर्क माग्ने होइन अनि रिल हेर्ने होइन त्यस्तो कामहरू गरेर डिस्ट्र्याक्सन हुन्थ्यो होला नि सबैलाई हुन्थ्यो नि होइन त्यो डिस्ट्र्याक्सन त हो टाइम यहीँनिर जान्छ क्या सरहरूले होमवर्क दिनुभएको हुन्छ बच्चाहरू घर जान्छन् 1 घन्टामा यति होमवर्क सकाउँछन् र 2 घन्टामा यति होमवर्क सकाउँछन् भनेर सरहरूले होमवर्क दिनुभएको हुन्छ होइन तर हामी घर जान्छौँ रिल हेरिदिउँ न त आज के आएको छ होइन नयाँ 6, 7 गर्दै होइन नयाँ रिल हेरिन्छ होइन अनि त्यसपछि टाइम त गयो अब होमवर्क गर्नु पऱ्यो राति 1 बजेसम्म सार्दै होमवर्क गर्दै हुन्छ त्यो सारेकोबाट न त बुझ्या हुन्छ नभए च्याट जिपिटी पनि छ है सार्नुको साथीलाई पनि माग्नु पऱ्यो च्याट जिपिटीबाट पुरै सारे हुन्छ केही पनि बुझेर हुँदैन होइन यही हो तिमीहरूले मिहिनेत गर्नु पऱ्यो होइन सक्सेसलाई चेस गर्ने होइन क्या तिमीहरूले नयाँ कुराहरू आफूलाई के मनपर्छ त्यो कुरालाई चेस गर्ने हो सक्सेसले तिमीहरूलाई आफैलाई अनि चेस गर्दै आउँछ क्या आफूलाई के कुरामा मन लाग्छ होइन जस्तै अब कोही अब भाइ आएर खतरा फुटबल खेल्दैन है कोही चाहिँ बहिनीलाई खतरा बास्केटबल खेल्दैन होइन तर होइन मेरो त एसई आइरहेछ म चाहिँ यहाँनिर पढाइ गर्छु भन्यो भने नपढाइ बुझिन्छ होइन पढ्न थालिन्छ ब्रेकै नलिकन नपढाइ बुझिन्छ पछाडिको याद हुन्छ अगाडि पढेको फेरि पढ्नु पर्ने हुन्छ त्यसै केही फाइदा भएन नि होइन त्यही भएर टाइम निकालेर पढ्नु पऱ्यो होइन सबै कुरालाई टाइम म्यानेजमेन्ट गर्नु पऱ्यो क्या अब कन्टिन्यू गरेर चाहिँ मेरो साथी प्रतिमा आउँछ है त मेरो नाम चाहिँ अनि मेरो पार्ट चाहिँ प्र्याक्टिकल सल्युसनहरू भन्ने हो प्र्याक्टिकल सल्युसन त धेरै छ म 3 वा 4 वटा भन्छु होइन
फर्स्टमा प्र्याक्टिकल सल्युसन एउटा चाहिँ बुझ्नलाई पढ्ने हो, ग्रेड्सको लागि होइन। अब एउटा इक्जाम्पल दिनु परेमा म्याथको केही एउटा थ्योरम छ अरे होइन, त्यो थ्योरम चाहिँ तिमीले चाहिँ घोकेर पढ्यो अरे, अनि एक्जाममा गयो अरे होइन, अनि त्यो थ्योरम तिमीले बिर्स्यो अब त्यो त केही गर्न पाएन नि होइन, त्यसै खाली छोड्नु पऱ्यो नि होइन। तर त्यही थ्योरम चाहिँ तिमीले बुझेर पढेको भए आफ्नै भाषामा नि तिमीले लेख्न मिल्छ नि त होइन, अनि सरले त्यही अनुसार नि मार्क्स दिन्थ्यो। बुझेर पढेको भए चाहिँ त्यस्तो फाइदा हुन्छ, आफूले जति बुझेछ त्यति लेखे पनि सरहरूले चाहिँ मार्क्स दिन्छ। अनि त्यही भएर चाहिँ हामीले बुझेर पढ्नुपर्छ। अनि अर्को भने चाहिँ आफ्नो प्यासन वा हबी फलो गर्नुपर्छ। यो पढ्न त पढ्नै पर्छ, अब एसइआर छ त्यो ठुलै कुरा हो होइन, तर जस्तै कोहीलाई स्विमिङ गर्नु मन लाग्छ होला, कोहीलाई गिटार बजाउनु मन लाग्छ होला, कोहीलाई फुटबल खेल्नु मन लाग्छ होला, दिनको 30 वा 45 मिनट चाहिँ तिमीले आफ्नो हबी वा प्यासनलाई टाइम दिनै पर्छ के। त्यो दियो भने चाहिँ के हुन्छ भने जे कुरा तिमीलाई मनपर्छ नि त्यो तिमीले गऱ्यो भने तिम्रो स्ट्रेस र टेन्सन चाहिँ एकदम कम हुन्छ क्या। त्यसले गरेर चाहिँ तिमीलाई पछि पढ्नु पऱ्यो भने नि एकदम सजिलो हुन्छ क्या। त्यही भएर आफ्नो हबी वा प्यासन चाहिँ फलोै गर्नुपर्छ। अनि अर्को भनेको चाहिँ साथीभाइ कि प्यारेन्ट्स कि टिचरसँग चाहिँ केही प्रब्लम छ भने चाहिँ खुलेर बोल्नुपर्छ। जस्तै एउटा उखानै छ त, दुःख बाढेमा घट्छ सुख बाढेमा बढ्छ, त्यस्तै आफ्नो टेन्सन वा स्ट्रेस चाहिँ साथीभाइ टिचर वा प्यारेन्ट्सलाई भन्यो भने उनीहरूले नि आफ्नो पर्सपेक्टिभबाट चाहिँ तिमीहरूलाई सल्युसन दिन्छ नि त। अनि त्यही सल्युसन चाहिँ तिमीहरूले आफ्नो इम्प्लिमेन्ट गर्यो भने चाहिँ तिम्रो स्ट्रेस र टेन्सन कम हुन्छ, अनि तिमीलाई पढाइमा सजिलो हुन्छ। अनि बाँकी गर्नुपर्ने काम छ है त, अब एक्टिभिटी गर्ने होइन, यो चाहिँ गेसिङ गेम जस्तो है त। यहाँ दुईजना भाइहरू बसेको छ नि होइन, भाइले अब यहाँनिर हामी स्टिकी नोट दिन्छौँ होइन, अनि त्यसरी स्टिकी नोटमा तिमीले पढ्दाखेरि कस्तो कस्तो प्रब्लम फेस गर्छौ होइन त्यो लेख्नु पऱ्यो होइन। अनि त्यसपछि उसलाई हिन्ट दिनु पऱ्यो क्या तिमीले। हिन्टमा चाहिँ के हुनु पऱ्यो भने त्यो प्रब्लमको सल्युसन। जस्तै कि अब म एक्जामको 2 महिनादेखि अगाडि चाहिँ पढ्दिनँ, अब भोलि नेपालीको एक्जाम छ, सबै एकै रातमा पढाइदिनु भयो, सकाइदिनु भयो होइन। त्यो गरेपछि त्यो प्रब्लम भयो नि तिम्रो, त्यसको सल्युसन चाहिँ के हो त, त्यसको अब 3टा हिन्ट दिनु पऱ्यो तिमीले उसलाई होइन। अनि त्यो 3टा हिन्ट उसले गेस गर्नु पऱ्यो। अब त्यसको हिन्ट के हुनसक्छ, मैले टाइम निकालेर हरेक हप्ता पढ्ने होइन, अनि त्यसपछि 8 आवर अफ स्लिप लिने, त्यति भएपछि हिन्टहरू भएपछि उसले बुझ्छ होला नि त। त्यो बुझ्छ कि बुझ्दैन होला त्यो बेस्ट गर्नाले। मेरो प्रब्लम हो यो, प्रब्लम मेरो खासमा साँच्चीकैमा पनि हो। म एक दिन अगाडि रातभरि पढिदिन्थेँ होइन, +2 सम्म होइन, रातभरि पढिदिन्थेँ। म्याथमा म कफी खाँदै पढ्थेँ होइन। अब मेरो यो प्रब्लम पनि, अब मैले यहाँ लेखेँ प्रब्लम लेखेँ होइन, अनि त्यसपछि म उसलाई देखाउँदिनँ यो कुरा होइन। अनि त्यसपछि म उसलाई खालि हिन्ट मात्रै भन्छु क्या, खालि मेरो चाहिँ अब हिन्ट के हो भने मैले चाहिँ हरेक हप्ता पढ्नु पऱ्यो, हरेक सब्जेक्टको लागि इक्वली टाइम निकालेर पढ्नु पऱ्यो होइन। यो मेरो फर्स्ट हिन्ट भयो होइन। सेकेन्ड हिन्ट भनेको म रातभरि अब पढ्दिनँ भन्ने मेरो प्रब्लम थियो नि होइन, म चाहिँ 8 घन्टा सुत्नुपर्छ मैले मेरो प्रब्लम सल्भ गर्नको लागि है। यतिमा चाहिँ उसले अब गेस गर्नु पऱ्यो क्या, प्रणय मेरो नाम प्रणय हो त, प्रणयको चाहिँ प्रब्लम के रहेछ त भनेर उसले गेस गर्नुपर्ने हो क्या। अब उसले गर्न सक्छ कि सक्दैन हेरौँ है त। त्यहाँबाट सल्लाह पायो 2-2वटा, एउटामा प्रब्लम लेख, अनि त्यसपछि सल्युसन चाहिँ पछिबाट लेख्ने है हामी। सुरुमा चाहिँ प्रब्लम लेखेर सक्दैन। I study all day, all night, every time. कहिले पनि पढ्दैन। ल ठिक छ, भाइले गेस गरेँ होइन। अब ल भाइको पालि, अब तिमीले प्रब्लम भन्ने अनि प्रब्लम सल्युसन भन्ने, उसले प्रब्लम गेस गर्ने। एक्जाम भन्दा 2 हप्ता अगाडि पढ्नु पर्यो। एक्जाम भएन, सिम्पल रहेछ नि होइन। अब कसले गर्ने, सेकेन्डमा कसले गर्ने? मेरो लागि चाहिँ सल्युसनको लागि मैले टाइम म्यानेज गर्नु, अनि त्यसपछि जस्तै हुन्छ नि अब मैले यति पढ्छु भनेर भनेको छ नि होइन, यति पढ्छु भनेपछि मैले चाहिँ हुन्छ नि यति बेलासम्म यो पढ सक्छु यो पढ सक्छु भन्ने गर्छ। त्यसको होइन फेल अब एउटा एकजनाको मात्रै गेस गरेँ नि होइन, अब 2जनाको ल।
अरूसँग नबोल्ने मतलब फोकस तिमी डिस्ट्र्याक्ट छिटो हुन्छ डिस्ट्र्याक्ट छिटो हुन्छ सोच्नु हुँदैन यो ओभरथिङ्क गर्नु भयो होला ओभरथिङ्क हार्ड वर्क गर्नु पर्यो धेरै सोच्नु भयो यो प्रब्लम ओभरकम गर्नको लागि टाइम म्यानेजमेन्ट गर्नु पर्यो अनि एक्जामको 2-3 हप्ता एक्जामको एक रात अगाडि यसको लागि चाहिँ मैले स्क्रिन टाइम कम गर्नु पर्यो अनि आफ्नो सराउन्डिङमा अलिक बढी छिटो हुन्छ मलाई तिमीहरूले आफैले सोच्यो नि त अनि कति चाँडै सोच्यो नि होइन तिमीहरूले अझ इम्प्लिमेन्ट चाहिँ किन नगरायो त अनि त्यसको त अनि त्यो नगर्ने उपाय भएन नि त पढ्नु त पऱ्यो नि त म आजबाट स्कुल छोडिदिन्छु भनेर त भएन नि त होइन अब चाहिँ तिमीले सोच त तिम्रो भोलि म्याथको एक्जाम छ होइन तिमीले त्यहाँको जे सल्युसनहरू लेखिसक्यो नि त्यो चाहिँ तिमीले आफ्नो लाइफमा अप्लाई पनि गरिसक्यो होइन तिमीले अघि पढ्नै मन लाग्दैन कसैले पनि भएन होइन अझै तिमीहरूलाई क्युरियस भएर पढ्न थाल्यो होइन त्यसपछि एक्जाम अगाडि कस्तो चिज हुन्छ त्यो चाहिँ आँखा बन्द गरेर 1 मिनट राम्रोसँग सोच अनि त्यसपछि लेख्नु पऱ्यो है तिमीलाई बुझ्यो नि होइन सबजनाले सबैजना चाहिँ अब आजको हाम्रो यो सेसन मन पऱ्यो भने म आश गर्छु होइन केही न केही नयाँ कुरा सिक्यौ होला अनि तिमीहरूले आफैले यो सोचेको सल्युसनहरू चाहिँ प्लिज अप्लाई गर आफ्नो डेली लाइफमा तिमीहरूको एससी एकदमै ठुलो एक्जाम हो तर यो मात्रै एक्जाम चाहिँ होइन हामीले पनि दिएको हो एससी हामीलाई त्यतिखेर यसरी गाइड गर्ने कोही पनि थिएन अनि हामीले एकदमै प्रेसर फिल गर्थ्यौँ मैले भनिहालेँ त म्याथको एक्जामको एक दिन अगाडि म रातभरि उठेर कफी खाँदै पढ्थेँ बिहान कलेज जाँदाखेरि केही पनि याद हुँदैन थियो क्या मलाई त्यो चाहिँ तिमीहरूलाई नहोस् अनि अल द बेस्ट फर एससी अनि आज तिमीहरूले हामीलाई ताली होइन हामी चाहिँ तिमीहरूको लागि ताली बजाउँछ है त